नमस्ते साथीहरू, आजको दिन तपाईहरूको कस्तो रह्यो? म त भर्खरै कामबाट फर्किएर यो भिडियो बनाउँदैछु। भिडियोमा चाहिँ देख्न सक्नुहुन्छ आमामामा पसिनाले अनुहार कस्तो रातो भएको छ अनि अलिअलि एलर्जी जस्तो पनि देखिएको छ। साँच्चै भन्नुपर्दा चाहिँ आफैले घरमा भात पकाएर नखाएको चाहिँ धेरै दिन भएको थियो। त्यसैले म आज एउटा रेस्टुरेन्टमा गएको थिएँ जसको नाम हो लाली गुराँस। अनि म चाहिँ इन्जोय गर्दै टुई 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 गरेर हिँडिरहेको थियो। टुई 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 हिँड्दै हिँड्दै पुग्न लागेको थियो क्या लाली गुराँस। भोक लागिसक्यो, अझै लाली गुराँस आइपुग्दैन। भर्खर रोड क्रस गर्दैछु म। लाली गुराँस गएँ ल। तपाईँहरू नि लाली गुराँस जाने भए आउनु। म चाहिँ गएला। त्यहाँ लाली गुराँस देख्नुभयो गाइस, लाली गुराँस आइपुग्यो। लाली गुराँस आइपुग्यो। तपाईँहरूलाई नि मिठो मिठो नेपाली खानेकुराहरू मान्छ भने चाहिँ यहाँ आएर खानु सक्नुहुन्छ ल। हेरेको भाइ। वाउ, यहाँको वातावरण चाहिँ एकदमै राम्रो थियो के साथीहरू। लाली गुराँस आइपुग्दासम्म चाहिँ मेरो हालत यस्तो भइसकेको थियो कि पसिनाले आम्मामा हेर्नु न, पसिना के साह्रो आम्मामा रातो न पिरो क्या, खोर्सानी खाएको जस्तै। ओ माई गुडनेस। त्यहाँ पुग्ने बित्तिकै चाहिँ मैले थुक्पा र खाना अर्डर गरिहालेको थिएँ के। म थुक्पा नि एकैछिनमा हेर्नु न, यम्मी यम्मी तातो तातो, वाउ देन। त्यहाँको वातावरण चाहिँ एकदम राम्रो थियो, एकदमै राम्रो लाग्यो। खाए ल साथीहरू। खानाको स्वाद त भन्नै नपर्ने, एकदमै मिठो थियो गाइज। चामलको भात, मासु, चिकन, दाल, पापड झापाड, अनि मलाई त झन् एकदमै मनपर्ने साग है। आमामा साग चाहिँ फेरि कति थोरै दिएको हो र, नरिसाउनु है। यो भिडियो हेरिरहनु भएको छ भने चाहिँ जे जस्तो भए पनि मिठो थियो है। तर मैले चाहिँ खाएँ मजाले, हातले मुसी गम। अनि त्यहाँ खाँदा चाहिँ झन् नेपाली गीत बजाइदिनु भएको थियो कि, कस्तो राम्रो गीत। साथीहरू खाँदै बिचमा नाकबाट चाहिँ घिउ पनि आउँदै थियो कि। मलाई चाहिँ कस्तो मिठो लाग्यो कि, खाँदै कस्तो घरको याद आयो क्या। गीत सँगसँगै डान्स पनि मनमा नै गरिरहेको थिएँ है, कस्तो घरको याद आयो। म चाहिँ खाँदै थिएँ होइन। अनि त्यहाँ सिसाउनु भयो कि खाना ल्याएर थप्नलाई। अनि के भन्नुभयो थाहा छ उहाँले मलाई, तपाईँ भाइरल नभए नि मलाई चाहिँ भाइरल बनाइदिनु है तपाईँको भ्लगमा है रे। अनि ल म भाइरल बनाइदिन्छु भनिदिएको मैले चाहिँ। अझै हेर्नु नि त्यहाँ मलाई कति मिल्नुहुन्छ क्या, हाँसी त्यहाँ खाना थपिदिँदैछ। हेर्नु न मलाई जिस्काउँदै आम्मामा। तर मलाई त्यो दिन के भएको है, पेट चाहिँ खाएर यति धेरै फुलिसक्यो, टन्न भइसक्यो। मुखले चाहिँ खाम भनिरहेछ क्या अझै आम्मामा। कति धेरै खाएको क्या मैले त्यो दिन। हेर्नु न तपाईँहरू आफैले हेर्नु सक्नुहुन्छ भिडियो, हाँस्दै खाँदै आम्मामा। अनि मैले चाहिँ मलाई साग धेरै ल्याइदिनु ल भनेको थिएँ, तुरुन्तै ल्याइदिइहाल्नु भएछ क्या। तपाईँहरूलाई नि मलाई जस्तै खाना बनाउन अल्छी लाग्छ भने चाहिँ, अल्छी लाग्छ भन्नाले कस्तो थाकेर आएको हुन्छ है। अनि खाना बनाउन नि जाँगरै लाग्दैन के, सबै इनर्जी जति अनि ड्युटीमै सकिया हुन्छ। अनि रुममा आएर खानै बनाउनु मन लाग्दैन। अब खाना त मन लाग्छ नि है, उठ्नै मन लाग्दैन। ड्युटीबाट आउने बित्तिकै मजाले ढलेर सुत्नु मन लाग्छ। तपाईँहरूलाई नि मलाई जस्तै अल्छी लाग्छ भने चाहिँ होइन, यहाँ आएर खान सक्नुहुन्छ। नेपाली खानाहरू मिठो स्वादिलो पाइन्छ।
अनि हेर्नु न मैले चाहिँ हात चाटी चाटी खाएको के कम त खाएँ त मैले। हेर्नु न अझै के खाइसक्यो तैपनि नाकबाट घिउ निस्किँदैछ। अनि टन्न खाइसकेपछि चाहिँ हामी चाहिँ ग्रिनल्यान्डतर्फतिर लागे किनभने रुमको सामानहरू अलिअलि सकिएको थियो अनि अलिअलि किन्नुपर्ने थियो। हेर्नु न आमामामा ग्रिनल्यान्डतर्फ लागेको कति धेरै पब्लिकहरू के तपाईँहरू नि यो ग्रिनल्यान्डमा आउनुहुन्छ कि हुन्न साथीहरू भन्नुहोस् त। यहाँ चाहिँ जतिखेर आए पनि यत्तिकै भिड हो कि यत्तिकै भिड हो आम्मा। यहाँहरू चाहिँ सामानहरू चाहिँ सस्तो सस्तो भन्नाले अरू मार्केटतिर भन्दा अलि राम्रै प्राइसमा पाउँछ नि त। अनि ग्रिनल्यान्डभित्र छिरेको पब्लिकहरू हेर्नु न ल भिडियो बनाउन नि अप्ठ्यारो भयो क्या मलाई त। अनि छिटो छिटो अलिअलि सामानहरू लिएँ रुमको लागि। लालीगुराँस रेस्टुरेन्टमा टन्न खाएर आयो अनि यसो पचाउनु पऱ्यो नि त होइन। अनि ठिक्क भयो क्या यसो सामान पनि किन्यो अनि अलिअलि पच्यो पनि। अनि यहाँ त ठुलो मार्केट छ नि त होइन। अनि सामान हेर्दै 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 जाँदाखेरि चाहिँ अनि यहाँ 2-3 घन्टा समय गएको थाहा नै हुँदैन। हेर्नु न कस्तो राम्रो हरियो। अनि म चाहिँ सामानहरू हेर्दै थिएँ। हेर्नु न मेरो नाटक फेरि है। मलाई चाहिँ अनि काममा जाँदा लानलाई लन्च बक्स चाहिएको थियो कि अनि म चाहिँ हेर्दै हिँडिरहेको थिएँ। अनि स्लिपर सेक्सन र सुज सेक्सनमा पो आइपुगेछ। यहाँ चाहिँ अनि राउन्डिङ भइरहेको थियो म चाहिँ। सुपर मार्केटभित्र इन्जोय गर्नुसम्म गऱ्यो नि। हेर्नु न वाउ कति राम्रो डलहरू के सबै किन्नु मन लाग्ने। हेर्नु न म डलसँगै रमाइरहेछ हौ। हेर्नु न कति राम्रो राम्रो के बच्चाहरूलाई ल्यायो भने यहाँ त पैसा त सबै सकाउने रहेछ क्या। हेर्नु न बाँदर के बाँदर मङ्की मङ्की। हेर्नु न म जतिखेर नि आउँछु होइन यो ग्रिनल्यान्डमा भएको ब्यागहरू चाहिँ मलाई मनै पर्दैन क्या पिटिक्कै मन पर्दैन। हेर्नु न एउटा राम्रो हुँदैन। म फेरि हेर्नु न थपी थपी थालभरि खायो हात चाटी चाटी। अनि यहाँ चाहिँ आम्मामा जिम तर जिम चाहिँ गर्नै पर्ने छ। म लास्टै दुब्लाएको छु क्या यहाँ आएर लास्टै दुब्लाएको छु। जिम चाहिँ गर्नै पर्ने छ साथीहरू अलि मोटो हुनुपर्ने छ। मेरो पिरा कसलाई के थाहा। हेर्नु न अझ त्यहाँ पावर देखाएको क्या अलि धेरै गफ दियो जस्तो लाग्यो। लन्च बक्स पनि भेटियो। साथीहरू लन्च बक्स कस्तो लाग्यो हेर्नु त मलाई चाहिँ मन पर्यो कमेन्ट गर्नु ल। मन परेको सामान कहाँ छोड्छु र होइन। सबै कुरा यही भिडियोभित्र भयो है साथीहरू मेरो चाहिँ। हेर्नु न टन्न थालभरि खाना पनि खायो हात चाटी चाटी त्यो पनि होइन। अनि जिम पनि गऱ्यो यही भिडियोभित्र। त्यसपछि सबै सामानहरू किनिसकेर चाहिँ हामी रुमतर्फ लागे। यो मेरो फर्स्ट भिडियो चाहिँ भन्नु मिल्दैन साथीहरू म भिडियो प्रायः बनाइरहेको हुन्छु। तपाईँलाई भिडियो कस्तो लाग्यो मन पर्यो भने कमेन्ट गर्नुहोला। अर्को नेक्स्ट भिडियोमा भेटौँला बाई बाई।